ब्याक टु माई युट्युब च्यानल। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ र तपाईँहरूले अगाडिको हाइलाइट हेरेर पनि थाहा पाइसक्नु होला आज हामी कहाँ हिँड्दैछौँ भन्ने कुरा। आज हामी घुम्टेको यात्रामा छौँ, जसमा आज हामी गाउँ गाउँको सबैजना भएर जाम्न त भनेर यस्तो गुराँसहरू फुलेको होला त्यो हेरेर आम भनेर सबजना अनि त्यसपछि हामी हिँडिसकेका छौँ। सबैले माथि गएर यसो पूजा गर्न चाहिन्छ। केटा चाहिँ पछाडि आउँदैन, म र दाइ मात्र अगाडि दुग्रे खाम हामी फेरि आली छ सब घरमा हेरौँ त पुरै छोरा पहिला क्या रमाइलो थियो यहाँ आउँदा सब छोरा पुरै बाँझो छ। ओ छिटाइ जाऊ हामी माथि आएर पनि बसेर म अलिअलि खाजा खाएर जाने भन्ने कुरो भयो। अलिअलि खाजा खाएर जाने भन्ने कुरो भयो। अब क्लास थाकिसक्यो हामी आएर अजानलाई 2-3 हप्ता त चोखै छ, 2-3 हप्ता पछि जान त चोखै छ। फुल त झरिसकेछ नि यार, यो एउटा तनसम्म त्यसै नि, यो दुईटा यहाँ कहाँ अरे बाँदर चाल गर्छ यार। हामी खास खाएर हिँड्न लाग्यो, ठ्याक्कै फेरि पानी पनि पर्न लाग्यो के अरे ठ्याक्कै पानी पनि पर्न लाग्यो। मौसमले च्यालेन्ज हाने जस्तो ट्याक्क हिँड्दै म हिँड्न लाग्यो, पानी पऱ्यो कि खासै थुल्दैन नि, एउटा दुईटा कता परेछ हेर। है हामीले बाटो बिर्स्यौँ फेरि, बाटो फेरि अलि माथि गएको त यो होइन भने जस्तो भयो फेरि यस्तै। भन्न त भनेको गरे सुइरो त्यस्तो चाहिँ जहाँ पनि हुन्छ नि हौ। छ मैले भनेको बाटो हिँड्नु त अब हराइन ल होइन कि होइन यार, यति ज्यादा पत्ता लगे ओ काँडा रहेछ यस्तै। ओइ भेट्यो कि नाइ? ए अलिअलि यहाँबाट चाहिँ देखिरहेको छ घुम्टेको अलिअलि कस्तो छ भन्दाखेरि अलिअलि देखिरहेको अरे गुराँसहरू। सो गाइस देख्नुहुन्छ पानीले हामीलाई लुछु त पारेन, त्यही पनि हल्का हल्का पानीले आएकै छ ननस्टप। हामी अब हामीलाई लगभग एक घन्टा आधी घन्टा जति एक घन्टा लाग्यो लगभग। 1 घन्टामा हामी जहाँ बस्नुपर्ने त्यहाँ पुगिन्छ, गन्तव्य त्यहीसम्मकै हाम्रो। फेरि पानीले हुस्सोले केही यस्तो हेरौँ त ओहो नि झन् लेखेको थियो उता यता भयो नि, झन् यताले दुईतला कभर गरेको के जस्तो हुन्छ अन्तिमसम्म हेरिदिनु होला। हामी बितेको भ्लगलाई यसो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। मेरो भ्लग त्यही हो, थाहा पाइसक्नु भयो होला। मेरो भ्लगको नाम हुन्छ होला राम भ्लगर छ। पुगिरहन् माथि पनि आइपुग्यो, आएपछि यहाँ दाइहरू पनि आउनु भएको छ। अन्त मेरो बाटो यहाँ पूजा गर्न ठ्याक्कै भेट भयो। अब हामी आयो सायद ताप्नु अब एकछिन हामी रमाइलो गर्छौँ। मेरो फोन आफू हाल्नु हामी गुड मर्निङ हुन्छ। बिहानै सबैले उठेर मन्दिरतिर लाग्दैछौँ। 5 बजेर 40 मिनट भयो ल। यति उज्यालो भइसक्यो हुन्छ। अब आज पक्कै पनि अलिक दिन खुल्ला हुन्छ जस्तो लाग्यो, हेरौँ के कस्तो हुन्छ। आजको पनि दिन हिजो चाहिँ अब पानीले लुचुक्कै पार्यो, आजलाई हेरौँ के कस्तो रहेछ। रामेरमै पछाडिसम्म अब त्यतै अगाडि गयो अनि पछाडि बिस्तारै जाँदैछौँ फेरि। हिँड हौ नर के त केता गर्नु पर्दैन, मै त गरिदिन्छु।
सरी भयो भयो क्या ल सो हामी फर्किसक्यौँ फेरि आएर सब पूजा गरेर भरसम्म बसेर अब हामी फेरि फर्किदियो अब त अब फेरि तल हिजो आएर बसेको ठाउँमा अब गएर बस्छौँ फेरि एकछिन फेरि दाइहरू पनि आउनु भएको त